नेपाल सरकारको नाममा रहेको जग्गा किता नम्बर 62 र 63 नेपाल कांग्रेसका नेताले कब्जामा लिई भोग चलन गर्दै आइरहेको र स्थानीय बासिन्दाहरूको गुनासो र उजुरीका बावजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ। यसमा पनि त्यसरी राखिरहेको कुरा चाहिँ यो लान्छना हो, झुटो हो। यसरी के भन्छ कि यस्ता नचाहिँदा झुटा कुराहरू यहाँ राखेर भ्रम सृजना गर्न पाइँदैन भन्ने कुरा मान्यजीहरूले तलबाट मैले समय नदिँदाखेरि पनि राख्नु भएको कुराहरू यहाँ मान्य सदस्यहरू, म यहाँहरूलाई आसन ग्रहण गर्नको लागि अनुरोध गर्छु। मैले मान्यजीहरूलाई बस्नको लागि अनुरोध गरेको छु। मान्यजीहरू आसन ग्रहण गरेर आफ्नो समयमा जे पनि लान्छना लाउने हटाउने भनेपछि हटाइदिने भएपछि त्यो लान्छना सकिन्छ? मेरो विचारमा त्यस्तो सकिँदैन। आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पदका लागि उम्मेदवार दीपक देवकोटालाई सत्ता पक्ष निकटका भातृ संगठनहरूले खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरेको छ भनेर सामाजिक सञ्जालमा मान्य सदस्यहरू आसन ग्रहण गरौँ। यहाँ तल मान्य सदस्यहरू यताबाट समय लिएर आफ्ना कुराहरू राखौँ। त्यसैले यहाँ वाद विवाद गरेर यो विषयमा जाने होइन। यो कुराको लागि प्रक्रियासँग ढङ्गबाट कसरी लाने भन्ने कुराहरू गर्नुपर्छ। त्यस कारणले गर्दाखेरि नेवार समुदायको चिहान रहेको जग्गा नेपाल सरकारको नाममा रहेको जग्गा किता नम्बर 62 र 63 नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोग चलन गर्दै आइरहेको र स्थानीय वासीहरूको गुनासो र उजुरीका बावजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ। के आपत्ति हो मान्यज्यू? नियम आपत्ति हो कि केही कुरा राख्नु खोज्नु भएको के हो? ल, मान्य सदस्यलाई मैले समय दिएको छैन। यहाँको ध्यान आकर्षण भएको छ। त्यो कुरासँग तपाईँको असहमत भयो। आफ्नो राख्ने कुराहरू उहाँले राख्नु भएको छ। मान्य सदस्य आसन ग्रहण गर्नुहोस्। नेपाली कांग्रेसका एकजना नेताले भने जस्तो सुनिएको छ उहाँको। अब यो आफ्नो ठाउँमा कुराहरू होला, ठिक छ। तपाईँ त्यहाँ सोझै प्रतिवाद नगरौँ। ल, अब बैठकको कारबाही अगाडि जान्छ। मैले मान्य सदस्य शेरबहादुर कुँवरलाई समय दिएको छु। सम्मानीय सभामुख महोदय, सोबियुको चुनाव भए मुक्त र राजनीतिक हस्तक्षेप मुक्त गर्नुपर्छ। यो सरकारसँग र यो कमान्डरका रूपमा खटिनु भएका सम्पूर्ण नेतागणहरूमा म अनुरोध गर्न चाहन्छु। सामाजिक सञ्जालमा के आइरहेको छ भन्दाखेरि आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पदका लागि उम्मेदवार दीपक देवकोटालाई सत्ता पक्ष निकटका भातृ संगठनहरूले खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरेको छ भनेर सामाजिक सञ्जालमा लेख्न थालेका छन्। अब यसमा चाहिँ नि मैले ध्यानाकर्षण गराएँ, यसलाई भयमुक्त गराउनु पर्यो। र अर्को चाहिँ नि काठमाडौँ क्षेत्र नम्बर 6 मा पर्ने तारकेश्वर वडा नम्बर 9 को लोकतान्त्रिक चोकमा रहेको मचागा नेपाल सरकारको नाममा रहेको जग्गा किता नम्बर 62 र 63 नेपाल कांग्रेसका नेताले कब्जामा लिई भोग चलन गर्दै आइरहेको र स्थानीय बासिन्दाहरूको गुनासो र उजुरीका बावजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ। यसमा पनि ध्यान आकर्षण गराएँ। धन्यवाद। तारकेश्वर वडा नम्बर 9 को लोकतान्त्रिक चोकमा रहेको मचागा नेवार समुदायको चिहान रहेको जग्गा नेपाल सरकारको नाममा रहेको जग्गा किता नम्बर 62 र 63 नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोग चलन गर्दै आइरहेको र स्थानीय वासीहरूको गुनासो र उजुरीका बावजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ।
त्यसै गरी तारकेश्वर वडा नम्बर 10 मा सरकारी जग्गाबाट प्लटिङ गरेको जग्गामा बाटो लगेको कारण स्थानीयहरूले विरोध गरेका छन्। वडा कार्यालय नजिकै भए पनि वडाले समस्या समाधान गर्न कुनै तदारुकता देखाएको छैन। साथै तारकेश्वर 6, 7, 8, 9, 10, 11 वडा तथा टोखा 8, 9, 10, 11 मा सुक्खा समय सुरु भएसँगै खानेपानीको समस्या देखिएको छ। मेलाम्चीले नसमेटे रिङ रोड बाहिरका क्षेत्रमा मेलाम्चीको दोस्रो चरणको परियोजनाको सर्वेका साथै स्थानीय स्रोतको दिगो परिचालन गरी यी क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न म खानेपानी मन्त्रालयसँग माग गर्दछु। धन्यवाद। के आपत्ति हो मान्यज्यू? नियम आपत्ति हो कि केही कुरा राख्नु खोज्नु भएको के हो? ल मान्य सदस्यलाई मैले समय दिएको छैन, यहाँको ध्यान आकर्षण भएको छ, त्यो कुरासँग तपाईँको असहमत भयो, आफ्नो राख्ने कुराहरू उहाँले राख्नु भएको छ। मान्य सदस्य आसन ग्रहण गर्नुहोस्। नेपाली काङ्ग्रेसका एकजना नेताले भने जस्तो सुनिएको छ उहाँको, अब यो आफ्नो ठाउँमा कुराहरू होला, ठिक छ, तपाईँ त्यहाँ सोझै प्रतिवाद नगरौँ। ल अब बैठकको कारबाही अगाडि जान्छ। मैले मान्य सदस्य शेरबहादुर कुँवरलाई समय दिएको छु। लोकतन्त्र, समावेशिता र वर्तमान संविधानले व्यवस्था गरेको जनताका अधिकारको सुनिश्चितताका लागि प्रतिबद्ध छ। हाम्रा लागि लोकतन्त्र र नेपाली जनताको सार्वभौमिकता अपरिवर्तनीय छ। हामी लोकतन्त्र प्रति प्रतिबद्ध छौँ, तर सत्ता सुशासनप्रति प्रतिबद्ध हुनु पर्दैन। कहिले रवि, कहिले बालेन र कहिले कुलमान लखेट्ने, आफ्नालाई बचाउने, नयाँलाई फसाउने, खुल्ला मान्छे कुट्ने, मध्यरातमा प्रहरी कुट्ने, विश्वविद्यालय तोडफोड भ्रष्टाचार गर्ने दोष जति नयाँ पुस्तालाई दिने, यही हो 2 तिहाईको गठबन्धन। सम्मान्य सभामुख महोदय, जुन दिन संसद केही दिनको लागि बिदा हुन्छ, उक्त समयमा प्राय सांसदज्यूहरू आफ्नो जिल्ला जानुहुन्छ होला, म पनि आफ्नै जिल्ला जाने गर्छु। प्राय सांसदज्यूहरूलाई थाहा छ कि छैन होला यो थानकोटदेखि मुङलिनसम्मको सडक कति लेनको भनेर थाहा पाउन पाए हुन्थ्यो सभामुख महोदय। त्यस्तै अब यो बर्खायाममा लाखौँ नागरिकले ओहोरदोहोर गर्ने कृष्णवीरले पनि दुःख दिने पक्का छ, यतातिर पनि बेलैमा सोच्नुपर्छ। त्यस्तै मुङलिन पोखरा र नारायणघाट बुटोल सडक खण्ड कहिलेसम्म सम्पन्न हुन्छ? बारम्बार म्याद थपेको थपै छ सभामुख महोदय, यतातिर पनि सरकारको ध्यान जाओस्। यी राजमार्गहरू प्रयोग गरेर जाने धेरै सहरहरू पर्यटनसँग जोडिएको छ। मेरो घर पोखरा, जसमध्ये पोखरा पनि एउटा हो, जसलाई आजसम्म सरकारले प्राथमिकता र सदुपयोगमा ल्याउन सकेन, जसले गर्दा पर्यटन व्यवसायहरू विस्थापित हुने सङ्घारमा छन् सभामुख महोदय। यसले सिङ्गो देशको अर्थतन्त्रमा प्रभाव पारेको देखिन्छ, यतातिर सरकारको ध्यान जाओस्। सभामुख महोदय, के नियम आपत्ति हो मान्यज्यू? मान्य सदस्यहरू आसन ग्रहण गरौँ। यहाँ तल मान्य सदस्यहरू यताबाट समय लिएर आफ्ना कुराहरू राखौँ। मान्य सदस्यहरू आसन ग्रहण गरौँ। मान्य सदस्यहरू, म यहाँहरूलाई आसन ग्रहण गर्नको लागि अनुरोध गर्छु। मान्य सदस्यहरूले आफ्नो समयमा आफूले राखेका कुराहरू प्रमाणित हुने गरी जिम्मेदारीपूर्ण ढङ्गबाट राष्ट्रको सामु सार्वजनिक ढङ्गबाट राखिरहनु भएको हामीले बुझेका हुन्छौँ र बुझ्नुपर्छ। त्यसरी राखिरहेको कुरा चाहिँ यो लान्छना हो, झुटो हो। यसरी के भन्छ कि यस्ता नचाहिँदा झुटा कुराहरू यहाँ राखेर भ्रम सृजना गर्न पाइँदैन भन्ने कुरा मान्यजीहरूले तलबाट मैले समय नदिँदाखेरि पनि राख्नुभएको कुराहरू यहाँ सुनिरहेको छ। त्यसैले यहाँ वाद विवाद गरेर यो विषयमा जाने होइन, यो कुराको लागि प्रक्रियासँग ढङ्गबाट कसरी लाने भन्ने कुराहरू गर्नुपर्छ। त्यस कारणले गर्दाखेरि सबै बोल्नुहुने मान्य सदस्यहरूले आफूले उत्तरदायी र जिम्मेदारी हुने प्रमाणित गर्ने गरी बोल्नुपर्छ र बोल्नुहुन्छ भन्ने हाम्रो बुझाइ छ। त्यसैले गर्दा
यहाँहरूले राख्नुभएका कुराहरूमा अहिले आसन ग्रहण गर्ने र समय अनुसार समय लिएर मान्यहरूले मौका पाउँदाखेरि बोल्ने कामहरू गरौँ। त्यसैले म मान्यजीहरूलाई आसन गर्नको लागि अनुरोध गर्छु। मैले मान्यजीहरूलाई बस्नको लागि अनुरोध गरेको छु। मान्यजीहरू आसन ग्रहण गरेर आफ्नो समयमा मान्य सदस्यहरू, मैले अघि नै कुराहरू गरिसकेँ। मान्य सदस्यहरूले राखेका कुराहरू सार्वजनिक ढङ्गबाट संसदको अगाडि आफ्नो समयमा राखिसकेपछि उहाँहरूले तथ्य प्रमाण र सत्यको आधारमा कुराहरू राख्नुपर्छ र राख्नुभएको छ भन्ने कुराहरू हो। जहाँसम्म अहिले यहाँ शून्य समयमा बोल्ने मान्य सदस्यहरूले नेपाली काङ्ग्रेसका नेताले जमिन प्रयोग गरे भनेर भन्नुभएको छ। उहाँहरूसँग तथ्य होला, सत्य होला, घटना होला भन्ने एउटा कुराहरू हो। यो त बेठी कुरा हो, बिना प्रमाण यस्तो बोल्न पाइँदैन भनेर समय नपाउँदाखेरि पनि, माइक नदिँदाखेरि पनि मान्यजीहरूले तलबाट प्रतिवाद गरिरहनु भएको छ। यसको बारेमा कसरी बोल्ने मान्यजीहरूको या रेकर्डबाट हटाउने नहटाउने के गर्ने भन्ने कुरा अहिले तुरुन्त यहाँ निष्कर्ष गरिन्न। जे पनि लान्छना लाउने हटाउने भनेपछि हटाइदिने भएपछि त्यो लान्छना सकिन्छ? मेरो विचारमा त्यस्तो सकिँदैन। त्यसैले अनि लान्छना हो कि होइन भन्ने कुरा यहाँ एकैछिनमा बोलेर यहाँबाट जवाफ दिएर वा त्यहाँबाट पक्ष विपक्ष भएर बोलेर टुङ्गिन्छ, त्यसरी पनि टुङ्गिँदैन। त्यसले गर्दाखेरि अहिले म यहाँहरूलाई के भन्दछु भने मान्य सदस्यहरूले उठाउनु भएको कुराहरूमा तपाईँहरूले समय नपाउँदा, माइक नपाउँदाखेरि पनि यसरी एउटा राजनीतिक पार्टी भनेर अमूर्त भनेर पार्टीको बदनाम गर्नु भएन। व्यक्ति हो भनेको व्यक्ति हो, पिटान हुनु पर्यो, यस्तो लान्छना लाउनु भएन भनेर तपाईँहरूले भन्नुभएको कुराहरू सुन्नमा आएको छ। त्यसले गर्दाखेरि यस्ता कुराहरूप्रति जिम्मेदारी साथ अगाडि बढौँ। अहिलेलाई मान्यजीहरू आसन ग्रहण गर्नुहोस् र शून्य समयको कारबाहीलाई अगाडि बढाउन सहयोग गर्नुहोस्। सम्माननीय सभामुख महोदय, अर्थतन्त्रको अर्को बलियो खम्बाको रूपमा रहेको यातायात क्षेत्र, जसलाई आजसम्म निजी क्षेत्रले धानेको छ, देशमै केही गरौँ भन्ने मनसायले अर्बौं अर्ब लगानी गरी देशभर 3,40,000को सङ्ख्यामा यात्रुवाहक सवारी साधन र 60,000 ढुवानीका सवारी साधन सञ्चालनमा छन्, जसमा 15 लाखले प्रत्यक्ष र 40 लाख परिवारले अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन्। यति ठुलो लगानी र रोजगारीको जगेर्ना सहित गरिखाने वातावरण गराउने जिम्मा सरकारको होइन र सभामुख महोदय? यो राज्यको दायित्व हुनुपर्ने हो, तर दुर्भाग्य यो नपाएको गुनासो यातायात व्यवसायीहरूको छ। ट्रक ढुवानी पेसामा आबद्ध व्यवसायीले भारतीय मालवाहक सवारी साधनलाई 72 घन्टे सुविधाको कारण नेपाली ढुवानी व्यवसायहरू आफ्नो व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको बताउँछन्। यसकारण भन्सार बिन्दुमै समानको लोड अनलोडको व्यवस्था राज्यले मिलाइदियोस्। सम्मान्य सभामुख महोदय, भारवहन क्षमताभन्दा बढी ओभरलोड बोकी नेपालभरि 3,000 जरिवाना तिरेकै भरमा भारतीय मालवाहक गाडी निर्बाध रूपमा गुड्दा अधिकांश पहाडी क्षेत्रका सडक र पुलमा क्षति पुगिरहेको छ। मालवाहक सवारी साधनको भारवहन सम्बन्धी निर्देशिका 2074 संशोधनसहित नेपालको सडकमा 40.2 टन बोक्ने नियम छ। नेपाली यातायात व्यवसायीको काम खोसिनु, ऐन कानुन भएर पनि भन्सार बिन्दुमा ओभरलोडलाई राज्यले नियन्त्रण नगर्नु सरासर गलत हो। सभामुख महोदय, लापरवाही हो। गएको पौष 26 गते
भारतीय हेभी ट्रकले बुटोल नारायणघाट सडक खण्ड दुम्कीबासमा पुललाई ठक्कर दिँदा पुल भाँचिएको थियो। कारण ओभरलोड भएको स्वयं सडक विभाग भन्छ र पुल महाशाखा भन्छ। नेपालमा 14 पाङ्ग्रे 4 एक्सेलभन्दा बढी भार वहन क्षमताका सवारी साधनको तौल नाप्ने पूर्वाधार नै बनेका छैनन्। सभामुख महोदय, 21औं शताब्दीमा एआई र प्रविधिको समयमा हामी कस्तो अवस्थामा छौँ यो एउटा बिम्ब मात्र हो। सभामुख महोदय, सार्वजनिक यातायात राज्यको प्राथमिकतामा नपर्दा समस्या उत्पन्न भएको छ। 2074 सालमा नेपाल सरकारले संशोधन खारेज गरेर सरकारले भनेअनुसार कम्पनीमा रूपान्तरण पनि गरे, जसलाई यातायात व्यवसायीले परिवार पालन गर्दै पनि विभिन्न आरोह अवरोह पार गर्दै यातायात व्यवसायी अहिलेको अवस्थामा छन्। सभामुख महोदय, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने दायित्व राज्यको पनि हो। सवारी ऐन 2049 को अधीनमा रहेर व्यवसायीले काम गरिरहेका छन्। सार्वजनिक सवारी सञ्चालन राज्यले गर्नुपर्ने काम हो। विश्वका अधिकांश देशमा पब्लिक ट्रान्सपोर्टका क्षेत्रमा निजी क्षेत्रबाट लगानी गरेको अवस्था छैन। सरकारका मन्त्रीज्यूहरू सार्वजनिक यातायात नजडेको कति भयो? तपाईहरू राजनीति गर्न काठमाडौँ आउँदै गर्दा त यही यातायातको प्रयोग भएको थियो होला। एकपटक फर्केर हेर्नुभएको छ ती सडकको हालत कस्तो छ? सम्मान्य सभामुख महोदय, गृह मन्त्रालयको तथ्याङ्क अनुसार गत वर्षको 6 महिनामा यस वर्षको 6 महिनामा सडक दुर्घटना सङ्ख्या घटेको तर मृत्यु सङ्ख्या भने बढेको छ। गत वर्ष साउनदेखि पुष मसान्तसम्म 12,856वटा सवारी दुर्घटना भएको थियो, जसमा 1233 जनाले ज्यान गुमाएका थिए। सडक दुर्घटना भइसके पछाडिको झन्झट यति ठुलो छ कि उपचार वा मृत्यु भएमा पैसाको खोलो बगाउनु पर्छ भनेर यातायात व्यवसायी भन्छन्। सभामुख महोदय, इन्सुरेन्सबाट पर्याप्त रकम पाउन नसक्ने समयको ख्याल गर्नु होला। समय छ, त्यसकारणले यसतर्फ राज्यले कानुन नीति नियम परिमार्जन गरेर यातायात व्यवसायीको हितको लागि छिटोभन्दा छिटो काम गरोस्। सभामुख महोदय, अन्तमा मजदुरहरूलाई गरी खाने वातावरण र जोगाउने कानुन बन्नु पर्दैन र? सभामुख महोदय, दाङका गुठी मै किसानहरू माइती घर मण्डलमा आन्दोलन गरेको 34 दिन बितिसक्दा पनि सरकारको तर्फबाट कुनै ठोस पहल नहुनु दुःखको विषय हो। सम्मान्य सभामुख महोदय मार्फत गुठी मै किसानहरूको जायज माग सम्बोधन गर्न तथा भूस्वामित्व समस्याको समाधानका लागि आवश्यक कानुनी प्रक्रिया तत्काल अगाडि बढाउन माग गर्दछु। नेपालको जय होस्।